अहिले एकदमै उसले चाहिँ उसको चाहिँ वेट घटेको भएर मलाई एकदम सजिलो भयो हल्का मलाई त कपासहरू बोके जस्तो भइरहेको थियो रुवाहरू बोके जस्तो क्या भुवाहरू बोके जस्तो म लडाउँछु होला के जस्तो लाग्छ तिमीलाई मैले भन्दा म भन्दा नि हजुर हजुर त्यो सर्ट लिने बेलामा चाहिँ हामी होल नाइट कुरिरहेको थियौँ फर द ब्युटिफुल सर्ट त्यो म्याजिक आर्ट जस्तोमा लिने भनेर सो होल नाइट जागराम बसेर त्यो सर्ट लिनलाई थियो मलाई चाहिँ सपना हो कि विपना जस्तो भइरहेको थियो अनि ठ्याक्कै अलिकति मैले दाइलाई भनेको थिएँ म खास जस्तो देखिन्छु त्योभन्दा म निकै भारी छु है भनेर मेन्टली प्रिपेयर गराएको थिएँ क्या मैले दाइलाई तर अब दाइलाई चाहिँ एकदमै हल्का भयो भन्नुभयो त मलाई चाहिँ म एकदमै भारी छु जस्तो देखिन्छु त्योभन्दा चाहिँ अलिक खदिलो जान्छ क्या मेरो त्यो हिसाबले चाहिँ लडाउनुहुन्छ कि के गर्नुहुन्छ भन्ने थियो तर दाइ निन्द्राबाट उठेर फ्रेस भइसकेर पनि त्यो आफूमा चाहिँ एकदम फ्रेस हुँदो रहेछ काहीँ नलडाइकन त्यो पनि 3-4 पटक जस्तो नै टेक दियौँ हामीले होइन 5 पटक जस्तो नै टेक दियौँ टेक्निकली धेरै चिज मिलाउनको लागि सो एकदम स्मुथ ल्यान्डिङ स्मुथ टेक अफ स्मुथ ल्यान्डिङ थियो बच्चा बेलामा घाँस काट्न जानु पर्दैन नि भाइ हजुर मान्छे अलिक म देखेको छु त देख्नु भएन अब यस्तो हो नि त नो 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 क्या त्यस्तो हुनु म देखेको छु अनि अब हजुरहरूले चाहिँ चिन्नु भएन कि भन्ने लागेर मैले आफूलाई चिनाइदिएको मात्रै क्यारेक्टर हेर्दाखेरि मेरो जस्तै अनुहार भएको ल्याउनु भएको रहेछ भन्ने लाग्यो नाकले चुचो चुचो भएको होइन अनि अब सानोमा चाहिँ म अलि दुब्ली दुब्ली अझ झन् यो अहिले अलिकति चबिएर छु तर त्यो बेला म अझ दुब्ली थिएँ अनि ठ्याक्क एकदम पर्फेक्ट म्याच लिएर आउनु भएछ भन्ने लाग्यो र म पनि त्यही थिएँ यसको लागि चाहिँ चलचित्र जेठको 8 गते हेर्नुपर्ने हुन्छ ल प्लिज मैले भन्नुपर्छ उताबाट होइन गरिमाको चाहिँ कस्तो भनेदेखि एकदम सरप्राइज नै छ प्याकेज नै हो यो काजीको लागि होइन गरिमासँगको अथवा गरिमाको चाहिँ एक्टिङ हेर्नको लागि चाहिँ अब ट्रेलर टिजरहरू आउन बाँकी छ यसमा के छ डाइरेक्टर साहबले कसरी गर्नुहुन्छ तर ओभरअल तपाईँले फिल्म हेरिसकेपछि चाहिँ फेरि गरिमाको तारिफ गरेर थाक्नुहुन्न तपाईँहरू हो त्यो त्यो यो चाहिँ कस्तो भनेदेखि यो अलिकति फरक छ क्या यो बुझाउनु पनि जरुरी छ होइन काजी भन्ने बित्तिकै अब हाम्रो दिमागमा हाम्रोमा यस्तो जकडिएर बसेको चिज हो कि काजी भनेको एउटा मुखिया गाउँको चाहिँ ठुला ठालु सबै काम गराउने होइन ठाकुर साहब ऊ राणा साहब भने जस्तो एउटा चाहिँ एउटा एरिस्टोक्रेट भन्ने जस्तो जनाउँछ नि होइन काजी भन्ने बित्तिकै त्यस्तो किसिमको तर यो चाहिँ मायाको लागि त्यो के अरू बाटोमा केही छैन काजी भनेर तपाईँले काजीको अरू त्यो जग्गा खेतवाला जग्गावाला ऊ यो काजी सोच्नुभयो भनेदेखि यो चाहिँ प्रेममा काजी पनि देखाउने खालको काजी हो क्या तर काजी फ्यामिलीबाट बिलोङ्स गर्ने भएको भएर ऊ काजी हो होइन अब धेरै कथा भयो मैले ल यति नै हो त कथा सक्यो त होइन अब त्यो छ होइन गरिमाको चाहिँ अब एकदमै भन्नै नमिल्ने खालको छ त्यस्तरी आउँछ फिल्ममा पनि त्यसरी नै आउने हो होइन तर यो एउटा के भन्न चाहन्छु भने यो एउटा प्रेमिल जोडीको कथा हो गीतले जे भनेको छ त गीतले जे भन्छ यो गीतै ओभरअल एउटा तपाईँले ट्रेलर सम्झिँदा पनि हुन्छ खासमा म त आज यसो गीत हेर्दै गर्दा ट्रेलर नबनाएर यही गीतलाई ट्रेलर भनेर देखाइदिएको भए नि भइहाल्ने रहेछ नि जस्तो लागिरहेको थियो हो नि पक्कै पनि होइन म कचिनीलाई मात्रै होइन कि सालिरानीलाई पनि त्यति नै होइन त्यति नै गर्छु अथवा मेरो को एक्टरहरूलाई मेरो स्वभाव नै मैले त्यस्तो
बनाउँछु अथवा छ मेरो स्वभाव पनि त्यस्तो छ। मैले मेरो क्यारेक्टरहरूलाई चाहिँ अलिकति मैले केयर गर्नुपर्छ, मभन्दा इम्पोर्टेन्ट उहाँहरू हो भन्ने मेरो स्कुलिङबाट म हुर्केको भएर म सबैलाई नै एकदम प्रेममै पर्छु म सबैसँग। सेटमा पनि विभिन्नताले तपाईँ एकदम धेरै केयर गर्ने काजीको फिल त्यो एक्सन गर्न हुँदाखेरि पनि एकदम धेरै माया गर्नुहुन्थ्यो, केयरिङ गर्नुहुन्थ्यो। हजुर त्यही दाइले नै गरेको आन्सर नै हो। जनरली उहाँको स्कुलिङ अनुसार उहाँ एकदम क्यारेक्टरमा बस्न रुचाउने अनि त्यसभन्दा बाहेकको धेरै चिजहरू भन्दा पनि कथामा डुबेर बस्ने भएको भएर चाहिँ अभियसली यो क्यारेक्टरमा मैले चाहिँ यो व्यक्तिसँग एकदम प्रेमिल सम्बन्धमा छु भने चाहिँ त्यो किसिममा फिल्डमा जो एक्टरहरू पनि त्यो इन्भाइरोमेन्टमा बस्न रुचाउँछ, हामी सबैजना त्यसरी नै बसिरहेका थियौँ र एकजनालाई मात्र नभएर त्यो इन्भाइरोमेन्ट चाहिँ टक्सिक नहोस्, इन्भाइरोमेन्ट फ्रेन्डली होस् भनेर त्यो रिस्पेक्ट र लभको वातावरण चाहिँ हुन एकदमै जरुरी हुन्छ। चाहे त्यो हामी 30-35 दिन 40 दिन एउटा प्रोजेक्टलाई गएको हुन्छौँ, त्यो एउटा परिवारको जस्तै कहिलेकाहीँ नोकझोक पनि हुन्छ, कहिलेकाहीँ धेरै माया हुन्छ, तर अरू कसैले आएर केही भन्दाखेरि चाहिँ हामी एकदमै प्रोटेक्टिभ हुने खालको नेचर चाहिँ हामी सबैजना टिममा हुन्छ, दाइमा पनि छ। हामीलाई मात्र लिएर होइन, जस्तो क्रू मेम्बर्समा अरू को हुनुहुन्छ, स्पेसली थोरै फिमेल मात्र हुन्छ नि त हाम्रो खालको हाम्रो अहिलेको जस्तो क्रूहरूको एउटा फर्म हुन्छ, त्यसमा थोरै मात्र फिमेल भएको हुनाले अभियसली सबैजना चाहिँ अलिकति प्रोटेक्टिभ, अलिकति नयाँ ठाउँमा गएको छौँ, सो अलिक केयर गर्ने, अलिकति माया रेस्पेक्ट चाहिँ थियो नै। कहिले तपाईँ त्यो कजिनीको प्रेमबाट कहिले बाहिरिनु भयो तपाईँ? अझै गाह्रो भइरहेछ अझै अब रिलिजसम्म अब एउटा लास्ट क्वेसन थियो, जस्तो हामी काजी भनेर चाहिँ फिल्म इन्डस्ट्रीमा दयान राईलाई बढी चिन्थ्यो होइन, काजीको जुन एक्सन गाएको हो। अब तपाईँलाई काजी म हो भनेर चिर्नु त्यस्तो पनि छैन, त्यस्तो अब च्यालेन्ज दया दाईको त्यो काजीको ट्याग अथवादेखि अहिले दया दाईले यत्रो वर्षदेखि चाहिँ होइन 4सम्म सकिसक्दाखेरि होइन 5 आइसक्दा सबै बनिसक्दा होइन म पनि अब त्यहाँको पनि पार्ट अफ भएको छु अहिले। अनि त्यो कारणले गर्दा पनि मलाई त्योसँग मैले रिलेटै गरेको छैन होइन। त्यो एउटा नाम हो होइन, त्यो नाम कुनै फिल्ममा अथवादेखि कुनै फिल्ममा राजेश भन्ने क्यारेक्टर मेन लिड क्यारेक्टरको नाम कति ठाउँमा थियो होला, तर राजेश दाई भन्ने फिल्म बन्यो, राजेश हमाल दाई खेल्नुभयो नि, त्यस्तै संयोग मात्रै हो होइन। तर अब त्यो कुरामा चाहिँ यो चाहिँ अब यो अर्कै खालको काजी हो होइन। यो चाहिँ अब नाम काजी होइन कि यो चाहिँ त्यो फ्यामिली नै काजी खानदानवाला काजी हो। अब त्यो चाहिँ दया दाईको कबड्डीको क्यारेक्टर चाहिँ नाम काजी हो, काजी शेरचन अथवा गौचन काजी